जर्सीमा रहेको नेपाली टोलीले आफ्नो क्रिकेट इतिहासमा दोस्रो पटक उसको घरेलु भूमिमा खेल्दैछ। दुई खेलको एक दिवसीय श्रृङ्खलाको पहिलो खेलमा नेपाल र जर्सी आज सोमबार खेल्दैछन्। जर्सीमा दुई देशबीचको खेल सोमबार नेपाली समयअनुसार दिउँसो 3:45बाट सुरु हुनेछ। नेपालले दोस्रो पटक जर्सीमा खेल्न लागेको हो। यसअघि 18 वर्ष अघि नेपालले जर्सीमा खेलेको थियो। त्यसबेला आइसिसी विश्व क्रिकेट लिग डिभिजन 5 खेल्न नेपाल जर्सीको भूमिमा पहिलो पटक पुगेको थियो। सो प्रतियोगिताको सेमिफाइनलमा अफगानिस्तानसँग पराजित हुँदै नेपाल सेमिफाइनलबाट नै बाहिरिएको थियो। अहिले भने नेदरल्यान्ड्समा आयोजना हुने विश्वकप लिग 2 अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला खेल्नु अघि अभ्यासका लागि नेपाल जर्सीमा रहेको छ। जर्सीसँगको अन्तिम एकदिवसीय खेल बुधबार हुनेछ। यस श्रृङ्खलापछि नेपाल नेदरल्यान्ड्स जानेछ। नेपालले CWC लिगको लागि प्र्याक्टिस स्वरूप टुर्नामेन्ट राखेको थियो भनौँ प्रतियोगिता राखेको थियो, जुन नेपाली क्रिकेटको लागि एउटा राम्रो साइन रहेको छ। नेपालले प्र्याक्टिस स्वरूप राम्रो गरेको छ। हामीले जर्सीलाई चाहिँ कमजोर टोली मान्नु हुँदैन, किनभने योभन्दा पहिले नेदरल्यान्ड्सलाई पनि राम्रो टक्कर दिएको छ र विश्वकपबाट स्कटल्यान्डलाई रोक्नको लागि ठुलो हात यसकै थियो। पछि बङ्गलादेश पछि हटेको कारण मात्रै स्कटल्यान्डले खेल्न पाएको थियो। बट जर्सीले चाहिँ आफ्नो शानदार प्रदर्शन गर्दै स्कटल्यान्डलाई पराजित गरेर विश्वकपबाट नै बाहिर गरिएको थियो, जस कारणस्वरूप इटली चाहिँ युरोपियन कन्ट्रीबाट विश्वकपमा आएको थियो। जर्सीले इटलीसँग नसके पनि नेपालले भने जर्सीलाई सामान्य रूपमा लिनु पर्दैन। साथै लाइभ कहाँ हेर्ने भने पनि तपाईँहरूलाई लागिरहेको होला। युट्युबमै हामीले यसको सजिलै लाइभ हेर्न सकिन्छ। अब कुन ठाउँमा हेर्ने भन्ने अहिलेसम्म कन्फर्मेसन आएको छैन। सम्भवतः यसको लाइभ जर्सी क्रिकेटको अफिसियल युट्युब च्यानल तथा नेपाल क्रिकेट सङ्घको अफिसियल युट्युब च्यानलबाट देख्न सकिनेछ, अथवा थर्ड पार्टी कुनै अन्य युट्युब च्यानलहरूबाट पनि देख्न सकिनेछ। अब त्यो अपडेट आउने बित्तिकै म तपाईँहरूलाई इन्फर्म गराउनेछु। त्यसकारण च्यानललाई सब्स्क्राइब गरेर राख्नुहोला। धन्यवाद।